साथीहरू के गर्नुहुँदैछ? म त नुहाइधुवाइ पनि गरिसकेँ हो। अनि अब चाहिँ मेरो लन्च बनाउन आँटेको। तपाईँहरूलाई मेरो लन्च देखाउँछु ल। आज त मेरो सादा हुन्छ, सादा मिन्स अब तर बनाउँछु कम्ती तेल हालेर बनाउँछु, त्यो अरू खाइदिन अलिक तेल हालेर बनाउँछु हो। तर म कस्तो खालको लन्च खाँदैछु भनेर तपाईँलाई देखाउँछु ल। त्यो चाहिँ पुरा बेनिफिट छ, हेल्दी पनि हो, प्लस फेरि आफ्नो वेट लुज गर्नुको लागि पनि राम्रो हो। म चाहिँ अब वेट लुज किन गरेको भन्दा चाहिँ मेरो फ्याटी लिभर भएकोले, प्लस म ज्यादा मोटो भन्छ मलाई हिँड्नु अलिक गाह्रो पर्छ नि त, अनि त्यो भएर चाहिँ गरेको। यो चाहिँ एकदम बेनिफिट खालको मेरो लन्च चाहिँ हेर्नुहोस् है। यहाँ त मैले प्याज काटेको छु, टमाटर, धनियाँ, तर मैले रफली चपिङ गरेको छु है हो। अनि यहाँ चाहिँ मकै छ, कोर्न छ हो, हिजो सालभरिबाट लिएर आएर चाहिँ बोइल गरेर राखेको। अनि यहाँ मैले आलु काटेको छु, यसको बोक्राहरूले छिलेको छुइनँ, मजाले धोएर यो गरेको हो। अनि बटम मसरुम छ, यहाँ च्याउ हालेको छु, मटर गरेको छु, गाजर गरेको छु होइन। यो सबलाई चाहिँ म मजाले कम्ती अलिक पहिला हालेर चाहिँ भुट्छु। अनि भुटिसकेर चाहिँ म त्यसमा पानी हालेर सुप जस्तो टाइपको बनाएर खान्छु। यो चाहिँ मस्ट राम्रो क्या, हेल्थको लागि पुरा वेट लुज पनि हुन्छ होइन। मेरो त पुरा वेट लुज भएको छ, अनि प्लस आफूलाई राम्रो पनि हुन्छ क्या। यो चाहिँ अब त्यस्तो मरमसला नहालिकन गर्छु हेर्नुहोस् है साथीहरू ल। साथीहरू यसरी भुट्नुपर्छ हो। यसमा मैले केही हालेको छुइनँ हो, मसलाहरू त कुनै युज गरेको छुइनँ। तपाईँ त अदुवा लसुन खानुहुन्छ भने हाल्नु सक्नुहुन्छ होइन, तर म चाहिँ त्यस्तो खाँदिनँ। अन्त त्यो भएर चाहिँ प्याज टमाटर यसो हर्दी र कम्ती कलर खोर्सानी हालेको छु, काश्मिरी त्यति मात्र। अनि अर्को त यो हरियो खोर्सानी त युज पनि गरेको छु नि। अब यसमा कम्ती पानी सिटी हाल्नुपर्छ, त्यसपछि मेरो रेडी हुन्छ लन्च। साथीहरू फाइनली मेरो लन्च चाहिँ रेडी भयो ल। मेरो लन्च चाहिँ त्यो तपाईँले भन्छ ल यति खाएर चाहिँ अगाउँछ भनेर, म चाहिँ अगाउँछु किनभने मेरो त बाहिरतिर जाने काम हुँदैन, यति पनि मलाई पस्नु गाह्रो पर्छ यो साथीहरू।